माथि नफाल्नु ओइ के हो स्किल त मारेको यस्तो रहेछ ट्र्याक चाहिँ अहिलेको गाह्रो बनायो त बाटोले त मेरो जातुका गलत इस्तेमाल हो रहेमा लोग नए हो तो सब्सक्राइब करो, वो जो लाल वाला बटन है उसके साथ स्कैम करो या फिर महफिल जमाओ, मुझे नहीं पता, बस क्लिक हो जाना चाहिए। गाइस वेलकम टू माय न्यू ब्लॉग है आफ्टर लङ टाइम। अनि आज चाहिँ एक्जाम सकेर हिजोको एक्जाम सकेको खुसियालमा टक्क हिडुपले पनि अर्गनाइज गर्नुभएको रहेछ राइट सन्दक के परे माथि चुली पोखरीको लागि बर हान्दै हुनुहुन्छ अहिले। अनि यहाँ चाहिँ रुपेश साथी हाम्रो यहाँ साथी अस्ति सन्दकपुरमा भेटेको थियो, यो पालि फेरि मिठो भएको छ हाम्रो प्यारो एक नमै प्यारो दाई बाइकर पोइन्टको मनिष दाजु। अनि यहाँ अरू ब्रदरहरू निकै चिनेको आउनु भएको छ, एक दुईजना नयाँ पनि आउनु भएको छ, बिस्तारै चिनजान भइहाल्छ। अनि हाम्रो चाहिँ जम्मा जम्मी झन्डै 28-29वटा जस्तो लाग्यो एक घन्टा, कतिवटा छ टक्कै चाहिँ थाहा भएन। आजको राइड चाहिँ बवाल हुनेछ है त। सिलगढी अफर हुँदै जान्छौँ होइन, हामी नम्बर वाइज राखिदिन्छौँ सबैलाई। अगाडि पछाडि को चाहिँ गाडी हेर्ने, कोही लड भने सहयोग गरिदिने, बाटो अप्ठ्यारो छ है, अफरोड हो, हिलो पानी सक्छ, जुत्ता सुत्ता माया मार्नु पऱ्यो। अफ राइडिङ हिँडेको होइन, कहीँबाट बाहिर हिँडेको घुम्नु पनि हिँडेको होइन, राइडिङ हिँडेको है, यसो माया माने बाइक कुदाउने, कसैलाई पर्खिने ओर्ने हुँदै पछाडि हेर्दै गर्नु पऱ्यो है। कहीँ अब बाटो दुईवटा छ, सुबिने आउने बाटो छ भने लास्ट जो हुँदो राइडर त्यसले पर्खिन्छ त्यहाँ, बाटो देखाएर मात्रै हिँड्छ है। धेरै स्लो भयो क्या, झगडा कुदाउनु पऱ्यो पहिला। अब चाहिँ खाजा खाइसकेर प्रेपिङ सेपिङ भइसकेर नम्बरहरू टालटुल गरेर अब चाहिँ हामी दमकदेखिको यात्रा चाहिँ सुरु गर्न लाग्यो। यस्तो छ है टोलीहरू चाहिँ, यो चाहिँ हाम्रो आकाशे पुल छेउदेखि यात्रा सुरु हुन लागेको छ है त। हाम्रो यहाँ नम्बर वाइज लाइनअप हुँदैछ। आज चाहिँ हाम्रो 4 जना मार्सल हुनुहुन्छ, उहाँहरूले नै अगाडि पछाडि गरेर लिड गरेर लानुहुन्छ। यस्तो छ है। अब चाहिँ हामी मधुमलादेखि मास्टर आइपुग्यौँ। अब चाहिँ अफरोड सुरु। यस्तो छ, कस्तो बादल पानी पर्ला जस्तो हुँदैछ। अब के हुन्छ हेरौँ आजको दिन। ए मधुमला पार हामी है। अब चाहिँ हामी यो बाटो लास्ट डेन्जर रहेछ यार। कस्तो यस्तो ढुङ्गाको बाटो होइन, त्यो हल्का चिल्लो बाटो हुन्छ नि, ढुङ्गा यो रुखहरू भएको तल्लो बाटो हो त्यही त। हामी जाँदा चाहिँ पल्लो बाटो गएको, आज आउँदा चाहिँ यो बाटो पनि पुग्छ अरे, तर लास्ट डेन्जर अप्ठ्यारो रहेछ। के गर्ने यहाँ सल्लाह हुँदैछ। कस्तो एक्सपिरियन्स हुँदैछ रुपेश साथी? राम्रो हुँदैछ राम्रो हुँदैछ ए। तर यतिको त हानिन्छ, सन्दकपुरको योभन्दा डेन्जर थियो, त्यो त अब नलडै हान्यो। ओ माई गॉड 390 ए फर्केम कन्फ्युज त्यस्तै लाग्दै थियो, कन्फ्युजै भएर रहेछ क्या। ए अब चाहिँ चुली पोखरीतर्फ लाग्यो। अघि चाहिँ बाटो कन्फ्युज भएर क्या हामी पल्लो बाटो गएछौँ, खासमा चाहिँ यो बाटो हो नि त। म नि एकचोटि आएको थिएँ, त्यही भएर गाडीको हावा हल्का कम छ जस्तो फिल भइरहेको छ मलाई, के भएको तर छन्द छ हावा त। ल आउँदैछ हेराइरहेछ के भएर। त्यहाँ अलिक खोलाले हल्का बाटो बिगारेछ, त्यहाँ चाहिँ के भयो लड़े क्या हो रहा है उधर, लड़ गए क्या बाइक हाम्रो। म चाहिँ आज धेरै दिनमा गाडी कुदाएको नि त, कस्तो
सकिन्न जस्तो फिल भइरहेछ किनकि अलिक लङ ड्राइभहरू नगरेको धेरै भएको थियो नि त त्यही भएर सकिन्छ कि सकिँदैन लडिन्छ कि लडिँदैन हेर्दै जानु होला अनि आज चाहिँ गोप्रोहरू पनि लिएको छुइनँ त्यही भएर रोकाएको ठाउँमा मात्रै भ्लग बनाउँदैछु जे होस् राम्रै हुन्छ होला तिनसम्म हेर्दै गर्नु होला कति लडिन्छ सन्दकपुर जाँदा चाहिँ लडेको थिइनँ अब यहाँ चाहिँ चुल्पोखरीमा चाहिँ लडिन्छ कि लडिँदैन किनकि डेन्जरै अफ रोडै छ नि त यो पनि उस्तै हो हेरौँ लेट्स सी हाम्रो दाजु आउँदै हुनुहुन्छ कालिज दाजु भनेर फेमस हुन्छ हाम्रो राइडको अब एक टोली यहाँ छ एक टोली माथि लागिसक्यो म पनि लाग्नुपर्ने हुन्छ अब चाहिँ लाग्यो यो कालो बसेको जग्गा छ नि त जाउँ यस्तो चिप्लेर यतिको फाइनली एकचोटि लडिसक्नु भइसकेको छ प्रज्वल दियो अहिलेको हालको बाटो चाहिँ यस्तो छ हिउँदोमा चाहिँ पुरा फुरुङरुङ माटो थियो अस्ति भएर आउँदाखेरि पानी परेर अहिलेको हालत चाहिँ टोलीहरू ल म चाहिँ यहाँसम्म आउँदा गलेर पेद्दै भइसक्यो अब त धेर छैन अलिकति मात्रै छ त्यहाँ त कस्तो साइको भएको यार म बाटै खन्दै रहेछ क्या आमाका यस्तो रहेछ ट्र्याक चाहिँ अहिलेको गाह्रो बनायो त बाटोले त बाटै छैन नमिलाइकन चाहिँ लान नसकिने ओए माथि नफाल्मा ओए के हो स्किल त मारेको छ त मारेको छ त हुन्छ यतिकोमा चढ्छ हौ ल 4 वर्ष भयो झन् सन्तोष दाइ अनि हाम्रो मनिष दाइ ओए एकछिन
हल्का यतातिर पनि ट्र्याक बनाइयो खेल्दिँदा हुन्छ होला अब खेल बिस्तारी जाँदा पनि आउँदैछ त यहाँ जाउँ जाउँ मेरो चाहिँ गाडी अगाडि छ मैले जाँदै गर्नु पर्यो ट्र्याक चाहिँ त्यो दामी बन्यो फाइनली गाइज अब चाहिँ आइगयो यहीँदेखि यस्तो हानेर 5 मिनट जति लाग्छ एउटा बाटो चाहिँ यस्तो डेन्जर बिग्रेको थियो कि कुरै नगरौँ ऊ रातो टिन देखिरहेको छ त्यहीँदेखि हामी यस्तो 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 हुँदै आएको एउटा हुन्छ रुपेश साथी कस्तो भयो हाम्रो दाइ कस्तो भयो राइट दामी भयो नि हाम्रो दाइ चाहिँ कहाँ धरानी नभएको होइन ए बिर्ताम बिर्सेछु अघि बिर्ताम भन्ने चाहिँ यहाँ चाहिँ यस्तो छ बाबा भ्यू देखिरहेको छ अब चाहिँ सिधै अब पानी सानी खाएर हामी चुली पोखरी जान्छौँ तपाईँलाई यस्तो बबाल भ्यू देखाइदिन्छौँ कि पुरै छोडिदिउँ होइन रुपेश साथी लागौँ लु वेलकम टु चुली पोखरी है गाइज अब यहाँदेखि चाहिँ यहाँ तलतिर गएर टक्कै यता मुड्नुपर्छ पोखरी चाहिँ यहाँ पर्छ यसको उतापट्टि टक्कै अब चाहिँ 5 मिनट जतिमा पुगिन्छ ए लु ओपनिङ हामी 3 जना भयौँ है आज चुली पोखरी छिटो फास्ट आउने हाम्रो अझै 2-3वटा डुब चढाउँदै होला किनकि बाटो नि यस्तो बबाल बिग्रेको थियो कि पुरै नगरौँ बाटै थिएन ट्र्याकै थिएन बोकेर चढाएको फाइनली गाइस वी आर इन चुली पोखरी हामी चाहिँ आइसकेको छौँ हामी सेकेन्ड थर्ड भन्छ अरे क्या आयो अरू चाहिँ बिस्तारै बिस्तारै चलाउँदै आउँदै हुनुहुन्छ चुली पोखरी अझै उताटिदेखि दामी भ्यू देखाउने छु यहाँदेखिको छोटो नजारा चाहिँ यस्तो छ है चुली पोखरीको चाहिँ आज चाहिँ बेलायको दाजुहरू आउने भन्दै हुन्थ्यो तर यस्तो ट्र्याक बिग्रेको रहेछ कि आउनुहुन्छ कि हुँदैन उहाँ छ र जाउँ पानी सानी खानुपर्छ जङ्गल यता ल्याउनु नि मैले हानेको 360 वाला दा 360 हान्दिनु एक लट यहीँ भित्र दिँदैन अब चाहिँ फाइनली चुली पोखरीमा कस्तो दुःखले आइपुग्नु भन्दै त साथी लास्टै बाटो बनाउँदा पुरा
बाटो बनाउँदै आइयो दुःखले यस अस्ति आएको भन्दा चाहिँ पानी चाहिँ अलिक बढेछ यहाँनिर यार। अस्ति आउँदाखेरि रातभरि माछा मार्दै बसेको एउटै परेन। अहिले त जरो माछा आएको छ र यहाँनिर पनि। हाम्रो यहाँ बाइक पार्किङ गर्दा चाहिँ यति भएको छ गाइज गर्छ कहाँ किरा आएछ गरेको भने गर्छ त नि मेरो त बाइक छैन दाइलाई जुन चस्माले पनि सुहाउँछ क्या। हामीले चाहिँ गाडी पनि ल्याइसक्यौँ। अरू दाइहरूले पनि ल्याउँदै हुनुहुन्छ। के भयो ला फाइन 5000 भन्दै थियो अरे। तर के भन्नुभएको छ नि हाम्रो मनिष दाइ जिम्मेवारी अरे। अप्पै दाइहरू जिम्मेवारी। गाइज हामी चाहिँ यता यहाँ फोटोसुट हान्ने भने बेला अब कसले लडायो यसलाई भने जस्तो बाइकको सुताएर राखिरहेको छ। अब हाम्रो चाहिँ पल्लोपट्टि जाने ल फाइनली यहाँ आइपुगेर चाहिँ बाइक लड्यो झरेको। सबै गाडी सुत्यो त हौ। सोरुमवालाहरूले लडाउनु लाग्यो केही हुँदैन डर लाग्दैन मलाई त जे भाँच्यो नि। आयो त्यो यहाँ त बल्छी थापिरहेको रहेछ त बाइक चाहिँ सुतेको भइसकिसक्यो। खोइ फोटोसुटै पनि खिच्दैन। यस्तो हुँदैछ चुली पोखरीमा चाहिँ। तपाईँहरू आउनु चाहनुहुन्छ भने चाहिँ बाइकमा भने चाहिँ 1 हप्ता 2 हप्ता चाहिँ नआउँदा हुन्छ। किनकि उता रमितेदेखि आउँदा बाटो देख्नु भएको छ भने त्यो बाटो आउँदा चाहिँ हुन्छ। यो ओल्लो बाटो चाहिँ ट्र्याकै छैन क्या। हामीले चाहिँ अब बोकेर लिएर आएको त्यो बाटो चाहिँ नआउँदै हुन्छ। हिँडेर हाइकिङ आउनुहुन्छ भने चाहिँ तल खुँडीदेखि चाहिँ 3 घन्टा जति लाग्छ। यो बाटो आउँछ यतादेखि दामी छ हाइकिङ आउने भने चाहिँ। गाडीमा आउने भने चाहिँ रमितेको बाटो मात्रै खुल्ला छ। ओल्लो बाटो चाहिँ एकदम आउनै सक्दैन क्या। कि अब यस्तै ग्रुप हुनु पऱ्यो बोकेर लिएर आउनु पर्ने। दाजु चप्ल्याङ गरेर त कहाँको दाजु यसलाई कसले लडायो आफै लडेको उठाउनु पर्छ अब। अब चाहिँ ड्रोन सट हुन गएछ। मेरो जादुका गलत इस्तेमाल हो रहेमा ड्रोनलाई ठेल्नु लाउँछ त एक दुईवटा मात्रै होइन खोल्ला। ल अब चाहिँ हाम्रो फोटोसुट पनि सकिसकेको छ। दाजु पैसा मागिहाल्नुहुन्छ तपाईँलाई भन्छ दाइले मलाई हाल्नु होइन यो लडा एकेबार भित्र हालेको 5000 हो 5000 हो 50 रुपियाँ त दिइहालिन्छ नि। ल अभि पुस गर्छ त नि। ल अब चाहिँ हामी निस्किनु पर्ने हुन्छ चुली पोखरीदेखि। यतिको चाहिँ हुनुपर्ने हुन्छ। टोइलेट जाँदा पनि बाइकै लिएर जाने। अब हाम्रो चाहिँ सबै बाइकहरू निकालिसक्यौँ है त। अब फोटोसुट पनि 1-2वटा हान्यो। अब घरभन्दा पनि माथि के भयो अरे ठाउँको नामै बिर्स्यो। रमिते डाँडा निस्किँदै जान्छौँ। हामी चाहिँ त्यो चुली पोखरी जाने भन्दा यताको बाटो आएर हामी चाहिँ यहाँदेखि यस्तो जाँदैछौँ। यतादेखि निस्केर हामी चाहिँ रमिते डाँडा निस्किने बाटोतर्फ जाँदैछौँ। आधी यता छ आधी चाहिँ आउँदैछ। म चाहिँ बिचमा छु है त गाइस।
के गरेको रुपी साथी फाइनली हामी चाहिँ यहाँ टेन्ट हाउस कहाँको भने यो रमितेको टेन्ट हाउस आइपुग्यौँ। जस यहाँ चाहिँ दामी चिसो हुन्छ, यस्तो दामी हुस्से लागिदिरहेछ बाबा। यहाँ चाहिँ टेन्ट हुँदै मान्छेहरू बस्नु आउँछ, बबाल हुन्छ यहाँनिर आउँदा चाहिँ। तपाईँहरू आउनु सक्नुहुन्छ। म पनि यहाँ मुख धोएर खाना यहाँनिर भनेको होला जानुपर्ने हुन्छ खाना खान। चाहिँ हाम्रो डिनरको लागि रेडी भइसकेछ। बसौँ भाइ बसौँ। जम्मै सोरेर हानेको एक अचारसँग मोमो भरे दाजु भरे चाहिँ गाह्रो बनाउनै पर्यो। अब बाटोमा निन्दा लाग्छ भन्ने चाहिँ टेन्सन छ क्या मलाई। हामी उठाउँछौँ हामी, टेन्सन नलिनु नि। मारेको छैन त खुवाइले नि। हामीले चाहिँ यहाँ खाना खाइसक्यौँ। सापटे अब चाहिँ खानासाना खाएर रेस्ट गरिसकेर निस्किनु लागेको। तल ग्राउन्डमा गएर एउटा गेम पनि खेल्ने भन्दै हुनुहुन्छ। चाहिँ यहाँदेखि चाहिँ टाटा बाई बाई, लेट्स गो। लाइनअप आउँदैछ है। यहाँदेखि चाहिँ धरानको टोली यता, बितवनको टोली यता हुन्छ। यो चाहिँ उल्लाबारी है त टपेर बिर्तामा यता, धरान यता, धरान टोली यता लाग्दैछ। यता म चाहिँ हामी चाहिँ दमकै बस्छौँ, बिर्तामा जानु बिर्तामा र चाहिँ यस्तो भएछ है आज टोली पोखरीको। अब चाहिँ यहाँ वास हानेर अनि मात्रै घर लाग्छौँ। ओ चाहिँ घर छ अब चाहिँ घर आइपुगेर पनि कपडाहरू फेरेर म चाहिँ डान्समा जाँदैछु। किनकि इन्ट्राको ग्रुपिङ डान्स हाम्रो झापादेखि चाहिँ सेलेक्ट भइसकेको छ। काठमाडौँ जानुपर्ने नि त। अनि आजको राइड पनि बबाल भयो। केटिएम बिर्ता मोटर धरानलाई धेरै धेरै धन्यवाद भन्दै अन्तिमसम्म ओरे होइन होला। अनि अन्तिमसम्म हेरिदिनु भएकोमा धेरै धेरै धन्यवाद भन्दै लाइक कमेन्ट सेयर गरिदिनु होला। अब चाहिँ डेली ब्लग आउँछ है त भन्दै आजको ब्लग चाहिँ यस्तै भयो। I got so motherfucking design on right now.